हेलो साथीहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज मैले हजुरहरूको लागि एउटा भयंकर पावरफुल प्यानासोनिकको हाइफाई सिस्टम लिएर आएको छु। यो प्यानासोनिकको हाइफाई सिस्टम आज म हजुरहरूलाई लगाएर चलाएर यसको बारेमा धेरै कुराहरू बताउन गइरहेको छु। र यो प्यानासोनिक हाइफाई सिस्टमको मोडल नम्बर यहाँ लेखेको छ। ल हेर्न सक्नुहुन्छ कति शानदार, कति राम्रो छ। हेर्दा जस्तो राम्रो छ, यसको आवाज पनि एकदमै राम्रो छ साथीहरू। र यसमा स्पिकर सिस्टम 3वटा युनिट दिएको छ स्पिकरको भने एउटा जुन यो बीचको छ मेन यो एम्प्लिफायर युनिट हो। र यो सुरुको स्पिकरमा फोकस गर्दैछु मैले। सुरुको स्पिकरमा हेर्न सक्नुहुन्छ यसमा चाहिँ 3वटा स्पिकर छ। एउटा यो तलपट्टिको यो सब उफर हो। ल हेर्नुहोस् 20 सेन्टिमिटरको सब उफर हो यो भने त्यो भन्दा माथिको यो सानो ट्विटर हो। यसबाट गानाको झङ्कारको छनछन आवाज आउँदछ। र त्यो भन्दा माथिको सराउन्डिङ स्पिकर हो जसले चाहिँ एउटा पुरा रुममा सराउन्डिङ साउन्डको मजा लिनलाई मद्दत गर्छ। सेम अर्को साइडमा पनि त्यही नै छ, हेर्नुहोस् सेम छ, लेफ्ट एन्ड राइट स्पिकर हो यो। र यसपछि अर्को छ सब उफर। यहाँ प्यानासोनिकले सुपर उफर भनेर भनेको छ। र यो हजुरको 10 इन्चीको उफर हो। हेर्नुहोस् कति ठुलो छ, आवाज त यसको भयंकर आउँछ, भयंकर। र यसमा कुनै किसिमको ट्विटर र सराउन्डिङ छैन, मात्र सबवुफर छ। र यसले खालि बेस फाल्ने काम मात्रै गरेको हुन्छ। र त्यसपछि यो छ हजुरको मेन एम्प्लिफायर। र यो मेन युनिटलाई म नजिक ल्याएर हेर्छु, हेर्नुहोस् यसमा विभिन्न फङ्सनका बटनहरू छन्। र साथै यो डिभिडी ट्रे छ, यहाँ दिएको छ। हामीले डिभिडी चक्का पनि हालेर हामीले युज गर्न सक्छौँ। र यो डिभिडीको साथै क्यासेट प्लेयर पनि हो। हुन त अहिले क्यासेटको जमाना त गइसक्यो, तर पनि हामीले यहाँ क्यासेट हामीले यहाँ प्ले गर्न सक्छौँ। यसमा क्यासेट राखेर यो शानदार सेटको साउन्डको मजा म आज हजुरलाई सुनाउन गइरहेको छु। ल आउनुहोस् अब यसलाई अन गरेर हेरौँ है त। अन गर्नको लागि म यहाँ पावर बटनमा प्रेस गर्दैछु। र अहिले यो म्युजिक पोर्ट मोडमा छ। त्यो म्युजिक पोर्टको लागि हामीले यसमा चाहिँ केबल जोड्नु पर्ने हुन्छ, अक्स केबल। त्यस्तै गरेर यहाँ विभिन्न फङ्सनहरू छ। हामी यसमा एक्सटर्नल इनमा जानेछौँ। एक्सटर्नल इन अहिले यो म्युजिक पोर्टमा छ। त्यसपछि अक्स मोडमा आउँछ। हामीले तार लगाएर ल्यापटपमा मोबाइलमा जोडेर बजाउन सक्छौँ। र त्यसपछि हजुरको सिडी डिभिडी मोड छ। यहाँ सिडी डिभिडी मोडमा हामीले प्रेस गरेर यसमा हामीले चाहिँ डिभिडी चक्का, सिडी चक्का राखेर हामीले मुभी र सङ्ग्सको इन्जोय लिन सक्छौँ। अहिले त मसँग कुनै पनि चक्का छैन, यसलाई मैले क्लोज गरिदिन्छु। त्यसपछि अर्को छ टेप। हामीले टेपमा प्रेस गरेर सेम टेपको क्यासेट हामीले यसमा लगाउन सक्छौँ। त्यसपछि अर्को छ युएसबी। हामीले युएसबी मोडमा चाहिँ पेन ड्राइभ यसमा छ युएसबी पोर्ट। हामीले पेन ड्राइभमा गीतहरू भरेर यसमा लगाइदिएर हामीले पेन ड्राइभमा भएको गीतहरू सुन्न सक्छौँ। त्यसै गरेर यसमा एफएम रेडियोको मजा पनि लिन सक्नुहुन्छ हजुरहरूले। त्यो बाहेक अरू फङ्सनको कुरा गर्नुपर्दा यहाँ छ हजुरको सराउन्ड मोड। सराउन्ड साउन्डको मजा लिन छ भने हामीले यो सराउन्ड मोड प्रेस गर्ने। त्यसपछि छ युएसबी रेकर्ड। हाम्रो युएसबी डिभाइसमा अरू
इनपुट गरेको साउन्ड रेकर्ड गर्न छ भने त्यसमा हामीले साउन्ड रेकर्ड गर्न सक्छौं। जस्तै हाम्रो एफएम मा गीतहरू बजिरहेको छ, त्यो गीत हामीलाई मन पर्यो, हामीले यूएसबी यहाँ राख्नुपर्छ सुरुमा। त्यसपछि हामीले यूएसबी रेकर्ड प्रेस गर्यौं भने त्यो एफएम मा बजेको गीत सिधै यूएसबी मा रेकर्ड भएर MP3 फाइलमा बसेको हुन्छ र हामीले त्यो फाइललाई पछि फेरि सुन्न सक्छौं। र अर्को छ एक्सटर्नल इनपुट, अघि मैले देखाइसकेको हो, म्युजिक पोर्ट र अक्स युज गर्नको लागि यो प्रेस गर्ने। त्यसपछि स्टप बटन, हामीले सीडी डीवीडी अथवा यूएसबी बाट हामीले गीतहरू बजाएको छौं भने त्यसलाई स्टप गर्नलाई हामीले यो स्टप बटन प्रेस गर्नुपर्छ। र यो तल छ डी बेस, अप्टिमाइज बेस सुन्नको लागि हामीले यो डी बेस को बटन प्रेस गर्ने। त्यसपछि यो मास्टर भोल्युम र यसको म्याक्सिमम भोल्युम 50 सम्म जान्छ। यहाँ अर्को फंक्सन छ हेर्नु, ट्र्याक कन्टेन्ट। यो ट्र्याक कन्टेन्टले के गर्छ, MP3 फाइललाई ट्र्याक गर्न हेल्प गर्छ। छिटो हामीलाई चाहिँ कति नम्बरको गाना लगाउने हो, यो व्हील घुमाएपछि कन्टेन्टलाई हामीले छिटो सर्च गरेर प्ले गर्न यसले मद्दत गर्छ। र अब यो साइडमा हेर्नुस्, सुरुमा दिएको छ सुपर उफर। सुपर उफर भनेको हजुरको यो मेन, यो ठुलो खाले उफर है, यो ठुलो उफर, यो 10 इन्चको ठुलो उफर। यो सुपर उफर को मोड कतिमा राख्ने हो, मिडियम, लो, हाई कतिमा राख्ने हो, हामीले सुपर उफर को बटन प्रेस गरेर हामीले सिलेक्ट गर्न सक्छौं। त्यसपछि छ म्यानुअल इक्वलाइजर, हामीले आवाजको मिठास, बेस, ट्रेबल, मिड्स लाई कन्ट्रोल गर्न हामीले म्यानुअल इक्वलाइजर प्रेस गर्छौं। त्यसपछि छ ट्र्याक नेक्स्ट अथवा फरवर्ड, त्यसपछि छ ट्र्याक प्रिभियस अथवा ब्याकवर्ड, त्यसपछि छ ग्रुप। र यहाँ दिएको छ माइक भोल्युम छ र माइक 1 माइक 2। ल आउनुस् अब यसको गीत संगीतको मजा लुटौं। अक्स मोडमा गएर मैले चाहिँ गाना प्ले गर्छु है त। सबैले सुनिहाल्नुभयो यसको आवाज कस्तो छ भनेर। भोल्युम 20 भन्दा माथि लान सकेन, धेरै ठुलो साउन्ड आउने र आसपास अरू रुममा भएका साथीहरूलाई डिस्टर्ब हुने हुनाले मैले चाहिँ यसको साउन्ड फुल गर्न सकिन। यसको साउन्डको त बयानै नगरौं, प्रशंसा गरी साध्य छैन। त्यस्तो भयंकर, त्यस्तो ठुलो, त्यस्तो मिठो आवाज छ यसको। यसमा चाहिँ सुनमा सुगन्ध थप्ने काम यो सब उफरले गर्छ। होम शेकिङ बेस मन पर्ने साथीहरूलाई चाहिँ यो सेट एकदम पर्फेक्ट हुन्छ। बेस राम्रो छ यसको, एकदम लाउड छ यसको साउन्ड। र यो सेटको टोटल RMS पावर हजुरको 850 वाट छ भने PMPO पावर आउटपुट यसको चाहिँ 9400 वाटको छ। भयंकर ठुलो साउन्ड आउने यो सिस्टम पानासोनिक कम्पनीको।